तपाईँहरूलाई न्यू चाहियो होइन संसदमा काम चाहिएको छ तपाईँलाई न्यू चाहियो अनि मुलुक बनोस् भन्ने चाहेको छ हामीलाई न्यू अर्थमन्त्री त्यस्तो अर्थमन्त्रीलाई उहाँले भने जस्तै संसदलाई 5 बुँदामा लेखेर पनि दिनुभएको छ पेज रिसेटिङ गर्दाखेरिमा पेज घटबड हुन्छ नै त्यो टेक्निकल भाषा भयो र मैले त 2 अर्ब होइन 2 रुपियाँ खाएको प्रमाणित गरेर तिमीहरू जस्तो घुसिया हो म भनिसके पछाडि अनि फेरि के मागेर बसे पहिलो कुरो चाहिँ मलाई के लाग्यो भने हाम्रो माननीय खन्जेले भन्नु पनि उहाँको पार्टीमा लोकतन्त्र छैन क्या उहाँको पार्टीको प्रधानमन्त्री मान्छे हाँस्छन् होला एमालेमा लोकतन्त्र छ अन्त सुन्न अहिले कुरा मैले गरेको सुन्न प्रधानमन्त्रीले जे बोले पनि ठिक हुने अर्थमन्त्रीले जे बोले पनि ठिक हुने तर तिमी यसरी आफ्नो पार्टीकाले जे बोले पनि ठिक हुने भन्ने उहाँ त्यो गइराख्नु त्यो बेठिक हो त्यसले मुलुक अगाडि बढ्न सक्दैन मलाई के लाग्छ भने हामीले न्यू खोजेको छैनौँ हामीले न्यू खोज्नु भएको छ कहिले सभामुख तपाईँलाई पार्टीको लाग्छ कहिले प्रधानमन्त्रीको सँग न्यू खोज्नुहुन्छ प्रधानमन्त्री खोइ भनेर बस्नुहुन्छ कहिले अब अर्थमन्त्री अब एकछिनपछि भौतिक पूर्वाधार मन्त्री भन्नु होला गृहमन्त्री फेरि भन्नु होला